हेलो एभ्रिवान, आज चाहिँ हामी सैटरडे बाहिर जाँदैछौँ। कहाँ जान्छौँ भनेर चाहिँ देखाउँछु। म अनि मेरो दिजु हुनुहुन्छ। यो खोल न, यो खोल, भाइजर खोल त। ल हामी दुईजना छौँ अनि अर्को दिदी पनि हुनुहुन्छ। अर्को दिदी गइसक्नु भयो। कस्तो राम्रो ठाउँ हो कि, ओ माइ गॉड, बाख्रा पनि चराउनु भएको। कति राम्रो ठाउँ के। बाटो चाहिँ अलि अप्ठ्यारो छ, ठिकै छ, नट ब्याड। यतिकोलाई अप्ठ्यारो भन्न पनि मिल्दैन। बाटो हेर्नु न गाइज, यो बाटोबाट अब हामी केरी जाने होला। दिदी म ओर्ली बाटो कस्तो यहाँ हेर्नु न, यहाँ बिलमै आइपुगिसकेको छ। किप्लिँदैन मेरो बिचारेन। म ओर्ली यहाँबाट हावा हाल्दै मेरो लुगा चाहिँ लाग्दाखेरि चाहिँ बाटो हेर्नु न। ओ माई गॉड, पानी परेको भएर होला कि यस्तो भएको। ओ माई गॉड हाम्रो गाउँको जस्तै रहेछ यहाँनिर। हेर्नु न, मकै पाहाडी अनि यो बाँसको घारी। हाम्रो गाउँतिर पनि यस्तै छ। हामी अस्ति न गाडी सिक्दै आइपुगेको ठाउँ यो। आज हामी झन्नै लडिएर पछाडि नै छु यार। वाउ, धान हेर्नु न, मकै कस्तो राम्रो हो र। यतातिर त बस्न मन्दिर पनि रहेछ। यो मन्दिरको नाम के होला? लुक एट दिस। कस्तो पिस ठाउँ छ कि गाइज, यहाँ बस्नको लागि चाहिँ। हेर्नु न, एकदम पर्फेक्ट छ। उहाँ दिदी छ अगाडि पठामा हुनुहुन्छ। वाउ, हेर्नु न, लुक एट दिस गाइज, भ्यू छेक्यो। म देखाउँछु अलिकति, हेर्नु होला। मेरो काठमाडौँ हेर्नुहोस् त। वाउ, काठमाडौँ तर यहाँबाट हेर्दा एकदम बवाल देखेको छ। मन्दिर रहेछ यहाँ, हेर्नु न। कति ठाउँमा बिग्रेको हो बाटो, पानी परेर थाहा। बिचारै होइन है, छेउबाट हिँड्नु यस्तो बाटो। त्यही भएर पानी परेको बेला पानी हुँदैन क्या, बरु भित्ताबाट जानुपर्ने रहेछ है। यताबाट भित्ता लिएर जानु अब जान्छ भित्ता। बस्दैन त टाढो त है। भिडियो बनाउँदै यस्तो ठाउँमा हो क्या मलाई। गाइस, बाटो अनि हामी यस्तो झरीमा घुम्न हिँड्ने। यो एङ्गो पठाहरूको बाटो आयो भने यस्तो बाटो आइन्छ। त्यही भने त नजिक ल्याउन न, जस्तो बाटो पनि धेरै अझ नजिक हो र भने। नजिकै होइन नि यो बाटो। काठमाडौँको भ्यू गाइस। यो ठाउँमा आइपुग्न, यति बाटो आइपुग्नलाई यहाँ हेर्नु हाम्रो मेहनत। यस्तो बाटोमा लड्दै 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 पढ्दै बढ्दै फाइनल्ली
आइपुग्यो भनौँ न त्यही त यताबाट आयो भने त्यहाँसम्म गाडी आउँदैन ल हामी आउने ठाउँ म देखाउँछु ल हामी आएको ठाउँ वाउ यस्तो पिस ठाउँ त म आई लभ दिस यही हो ऊ हेर्न आउँछ दिदीलाई मन परेन अरे आइयो रमाइलो त भयो ल दिदी स्कुटर निकाल्दै हुनुहुन्छ यो ठाउँमा अलि चित्त बुझेन अरे उहाँहरूलाई मन परेन अरे उहाँहरूलाई अब हामी यहाँबाट जान्छौँ अब कुन रिसोर्ट मनपर्छ त्यसमै जान्छौँ बरु यतातिरको मान्छेहरूलाई सोध्न पाए हुन्थ्यो है ल हिँड्नु दिदी हामी आएको ठाउँ चाहिँ गाइस राम्रो छ होला लेट्स सी लेट्स होप बाबा हामी चाहिँ गयौँ एकछिन बस्यौँ भिडियोहरू बनायौँ ओर्यौँ खाजा साजा खाएर निस्क्यौँ बाई